गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामीले नानीहरूलाई टिफिनकोमा के बनाइदियौँ भने उपमा। हामी चाहिँ जब हस्पिटलतिर जान्छौँ नि, हस्पिटलमा चाहिँ हामीलाई कहिले कहिले हस्पिटलमा एडमिट भएको छ भने चाहिँ हामीलाई हस्पिटलमै यसरी नै बनाएर दिन्छ है। कडी पत्ता बदम सदम लगाएर मजाले बनाएर दिन्छ हो। हामीले चाहिँ त्यहाँ कस्तो राम्रो लाग्छ खानु। यो चाहिँ साउथको डिस होला सायद। कडी पत्ता त साउथको मान्छेले खान्छ नि त। मैले चाहिँ आज नानीहरूलाई टिफिनमा यही हालिदिएको है। यो चाहिँ नानीहरूको स्कुल, आज स्कुल छ, स्कुलको टिफिनको लागि है गाइस। कुन कुन चाहिँले खान्छ, यो छोराको यो छोरीको। गाइस मैले पनि अहिले त्यही ब्रेकफास्ट गर्दैछु है। हेर्न गाइस, तपाईँहरूलाई त मन पर्छ पर्दैन, पुरा टेस्टी भएको छ है गाइस। हामीलाई चाहिँ पहिले हस्पिटलमा दिन्थ्यो नि त, हामीहरूको आर्मीको हस्पिटलमा चाहिँ। अन्त त्यो हस्पिटलतिर चाहिँ हामीलाई पहिले खाँदा कस्तो नलाग्दो के दियो जस्तो लाग्ने। अन्त अहिले त आदत भयो गाइस।